ल सबैजना नमस्ते होइन। आज चाहिँ हाम्रो छिन्ताङको यात्रा छ। अहिले हामी तमरसम्म आइपुग्यौँ। एकदम आनन्द दयालक्ष्मी गाडी, यो गाडीमा चाहिँ हामी आएको हो। यहाँको फेमस भनेको चाहिँ फेरि उखु है। यहाँको फेमस भनेको चाहिँ उखु हो होइन, बाह्रैमासे। बाह्रैमासे। अनि म चाहिँ यसरी छु। ल कम्मरको पुल हो यो, धेरै पुरानो पुल होइन। यहाँ त यस्तो छ खोला डाँडा यो हो। अनि यहाँ छ मेरो भाइ, भन्दै हल्का यहाँको बारेमा। सबजना घरको मान्छेहरू एकदम चैत्र 12 महिना 18 गते सोमबारको दिन हाम्रो परिवार प्लस साथीभाइ छिन्ताङ देवी माताको दर्शन गर्न हामीले तीर्थयात्रा जाँदैछौँ हो नि। यसै अहिले हाम्रो यात्रा गर्न हामी तमरमा गइसकेका छौँ। यसरी जुरेको पहिलोचोटि हो। अलिक थप्था पार्नु न बाबा। मैले पनि जुरेकै हो त होइन, यो टोली आफ्नो सम्पूर्ण परिवार छुटेछ। यो चाहिँ हामी अब छिन्ताङ आइपुग्यौँ होइन। यो छिन्ताङमा आइपुग्यौँ होइन दाजु। यो चाहिँ हाम्रो निवास हो त। सब हाम्रो ग्याङहरू, हाम्रो भाउजू दाजु दिदी बुहारी आमा को छन् सबै दाजु। लाइभ भन्दा पनि यो पछि गएर लाइभ हुने हो। पण्डितलाई ए उहाँ पनि आउँदै हुन्छ होइन। अब हामी यो बाटो जाँदैछौँ छिन्ताङ चाहिँ। अनि म चाहिँ रिपोर्टिङ गरिरहेको छु। हजुर उहाँ हाम्रो सबभन्दा ज्येष्ठ नागरिक अहिलेको हालको रङ्गी बिरङ्गी हाम्रो पति भाइसँग धेरै पछि भेट भएको होइन। म पनि आउने गरेको जाडो। मेरो ठुलो आमाको दिदी अरे, आमा भन्दा सानो देखिन्छ। सानो भनेको भर्खरको। मामा के लिँदै हुन्छ? 30 रुपियाँ अन्डा, 260 दुईटा अन्डा हालेर। हजुर के लिन हाल्नु? अन्डा हालेर। ठिक छ। हामी ठ्याक्कै खोकु छिन्ताङ मन्दिरमा चाहिँ मन्दिर परिसरमा आइपुग्यौँ माथि। तपाईँ हजुर यसो रेकर्डिङ यसलाई यसो एडिट गरेर बिस्तारै हाल्नुपर्छ। मामा यता हेर्नु न हौ मेरो मामा। तर जस मामा भन्नु लायकको चाहिँ तपाईँ हुन्छ कि एउटै दौतरीको देखिनुहुन्छ कि त। बुवा के लिनुभयो तपाईँले? अब के लिनुभयो? लिनु बाँकी यता हाम्रो आमा हुनुहुन्छ, मेरो आमा, यता मामा, यता भाइ। कुद्दै हुन्छ।
कस्तो राम्रो प्राकृतिक जय छिन्ताङ माता की। हेलो हेलो 2081 12 महिनाको 18 गते शनिबारको दिन हाम्रो छिन्ताङदेखि दर्शन गर्न आएका छौँ सब परिवार हैन। एकदम रमाइलो आनन्द भइरहेको छ छैन हैन। ए यहाँ चाहिँ अब हातखुट्टा मुख धुने हैन स्याटसँगले अँध्यारो हो नि। यहाँ बुवा र दाजु हात मुख धुँदै हुन्छ। सबै मन्दिरमा चढाउनको लागि ल्याएको हो। यहाँदेखि हाम्रो आफन्तजनको लाइन यहाँबाट सुरु रहेछ हैन। यहाँ धुपपातीहरू खेलिँदै हजुरबा हाम्रो हजुरबा त कस्तो हेर्नु त गोरो न गोरो चम्किलो यता मामा हुनुहुन्छ यता भाइ सबै हैन। हजुर मामाहरू गर्दै यहाँ बुवा हुनुहुन्छ। अनि हामीले चाहिँ यहाँ परेवा उडाउन यो चाहिँ हामीले परेवा उडाउनको लागि ल्याइरहेको छौँ। आजबाट मन्दिर परिसर चाहिँ यस्तो छ। यो घना जङ्गलको बिचमा हो। यो चाहिँ अग्निकुण्ड हो भइसक्यो अरे। यस्तो हुँदै चाहिँ जङ्गल यो मन्दिर चाहिँ बेलुकादेखि चाहिँ पूजा गर्न सुरु हुने रहेछ। अनि यो मन्दिर परिसरभित्र चाहिँ यहाँ चाहिँ पुरुषले मात्रै पूजा गर्न पाइने, महिलाहरूले पूजा गर्न चाहिँ अलग बाहिर अर्को ठाउँमा छ। अनि महिलाहरू यहाँ पनि पाइन्छ तर सानो सानो बच्चाहरू मात्रै, यस्तो बच्चाहरू मात्रै आउन पायो हैन। ठुलो चाहिँ पाउँदैन भन्ने यहाँको किंवदन्ती रहेको छ। मामा स्नान भयो भइसक्यो स्नान म त भइसक्यो। विशेषता बधाइदियो मेरो भाइ मैले अघि तर जे होस् हैन। मतलब रात परेपछि मात्र यो मन्दिरको पूजा स्टार्ट हुन्छ। ठुलो पाठी भएर मन्दिर चाहिँ दिदी अरे यहाँ चाहिँ बहिनी अरे। अनि दिदीको पूजा गरिसके पछाडि मात्र बहिनीको पूजा हुन्छ। त्यही भएर बिहान पाठी भाडामा र बेलुका चाहिँ यहाँ हाम्रो छिन्ताङ मन्दिरमा हुन्छ। हामीले सुने अनुसार अब आउँदै जाँदै गरेपछिको। अनि यहाँको अर्को अमेजिङ अचम्म लाग्दो चाहिँ यो रुख के को हो भन्ने कुरो कसैलाई थाहा छैन। यहाँनिर रुख छ हैन। यो रुखमा देवी देवता बस्नु, यो रुखमा चाहिँ देवी देवता बस्नु भएको छ। तर अहिलेसम्म कसैलाई पनि थाहा छैन यो रुख के को भनेर। अहिले भर्खरै पूजा सक्यौँ। यहाँनिर धुपबाती पनि बाल्यौँ। यहाँको पुजारी गुरु चाहिँ एकदम पुरानो हैन, राई थरको हुन्छ। हाम्रो धरानमा मगर थरको जस्तै यहाँ राई थरको हुनुहुन्छ। राई जातको पुजारी हुनुहुन्छ। एकदमै साक्षात शक्ति भएको गुरु हुनुहुन्छ हैन। त्यसो पूजा गऱ्यौँ हामीले, सक्यौँ। एकदम आनन्दमय भयो पूजा। एकदमै राम्रो भयो। एकदमै मन आनन्द प्रफुल्लित भएको छ। यहाँ बुवाले घन्टी बजाउँदै हुन्छ। यहाँ मेरो माइला मामा
नातिनीहरूको भिडियो फोटो खिच्दै हुन्छ होइन। यो चाहिँ मन्दिरमा चढाएको भालेहरू के छ, चोकना पनि हेर्छ कि भाइले? यता दिले पनि पौडिराख्नु भएको छ। अनि यहाँ अर्को लडिरहेछ। मेन आजको आइटम त यहाँ छ नि हरिण होइन, कता हो बाघ यहाँ छ क्या यहाँ। अनि यता पनि छ खै दाजु अल्लु के छ लु भनिहाल। एकदम ठिक छ दाइले बारबिक्यु खाने भन्दै होइन एउटा बोका होइन हरिङ भिडियो पाए भन्नु पाए भुत्लालाई दिलो ट्रेन फर्केर खानु न। लोकल होइन अब लोकल पाएको हेलो गाइस सबैजनालाई नि अब भान्जा नाति होइन अब जे सबैको आफ्नो आफ्नो सम्बन्ध अनुसार यो चाहिँ मामालाई मैले हस्तान्तरण गरेँ। अनि यो चाहिँ अब यसको चाहिँ सही ठाउँमा नै ल्यान्डिङ। पानीको बोतल कताको ल त्यसलाई पानीको बोतल पानीको बोतल ल चियर्स। बिजुली बालेर हट भएर हामी हेरेको Thank you.
भोलि कसले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ लैलै बिहानै चाहिँ हिजो बेलुका हामीले दर्शन गऱ्यौँ अनि बिहान अब छुट्ने बेलामा यहाँबाट हिँड्ने बेलामा चाहिँ फेरि एकचोटि दर्शन गरिँदो रहेछ सबैजनाले यसो घर जान बिदा माग्नु आइन्दो रहेछ छिन्ताङ माता देवीसँग अनि यसरी आयो हामी यहाँको बिहानको परिसर चाहिँ यसरी क्यामेरामा कैद गर्न मन लाग्यो मलाई पनि यस्तो हेर्दा यस्तो रमाइलो यस्तो शान्ति यहाँ चाहिँ चट्ट ध्यान गरेर बस्नको लागि चाहिँ एकदम उपयुक्त जस्तो क्या यो जङ्गलको जुन जुप्पा छ नि लु लु अब लाग्यो भने त म आउँछु आउँदैछ आउँदै हुन्छ नि फोटो होइन भिडियो नि हाम्रो भिडियो नि मामा भिडियो यहाँ छ नि मामा ल धनकुटाको हिले चोकमा छौँ हामी चाहिँ यो तङमा होइन हामी छिन्ताङ मन्दिर सकेर चाहिँ दर्शन सकेर चाहिँ होइन यसरी यो हिले बजारमा छौँ अहिले हिले बजार एकदमै यस्तो मौसम पनि दामी होइन चिसो आनन्द खालके दर्शन सकियो यति रमाइलो भयो यो चाहिँ हिले चोक पर्यो यहाँको मान्छेहरू यहाँको खानाहरू सबै कुरा एकदम यहाँको स्पेसल भनेको तोङबा है हिजो मैले पनि खाएँ एकदम दामी थियो आज पनि खान्छु घर पनि लिएर जान्छु यहाँबाट यस्तो दामी अर्ग्यानिक तोङबाका यस्तो त्यो कोदोको होइन जति पुरानो त्यति गुलियो क्या यस्तो गुलियो हुन्छ त्यो धेरै पछि खाएर पनि होला होइन त्यो धेरै पछि खाएरलाई यस्तो मिठो लागेको थियो अनि एकदम रमाइलो भयो अहिलेसम्मको यात्रा एकदम रमाइलो छ अब यहाँदेखि हामी तल यहीँ हिलेमै यही बाटो अलिकति तलतिर चाहिँ मेरो माइला मामा छोरा दाजुको राम दाजुको घर छ अब त्यहाँ एकछिन हामी निस्किन्छौँ निस्केर फेरि त्यहाँ यसो रमाइलो गरेर अनि धरान घर फिर्ती सवारी हुन्छ फलफुल दोकानहरू यता रहेछ एकदम दामी छ दामी